जीवनमा यस्तो अवस्था आयो कि उनले मलाई देख्दा लास जस्तो देखिन्, मैले उनलाई देख्दा पनि लास जस्तो देखिरहेको पलहरू पनि भयो क्या। मान्छे छ, सास फेरिरहेको छ, तर बोली बन्द छ। अगाडिपट्टि त्यो बच्चा जसलाई 7 महिनादेखि छोडेर सुत्केरी अवस्थाको आमा अरूको सेवा गर्नुपर्छ भनेर निक्लेको, त्यो बच्चा 13 महिना पुग्दाखेरि स्कुलबाट रुँदै आएर अनि भक्कानिन थाल्यो। अनि किन भक्कानिएको भन्दा, बाबा तपाईँहरू त ठग अरे, यो मान्छे ठग्ने काम नगर्नु न बाबा, तिमीलाई कसले भन्नु? मेरो साथीले भनेको, हिजो उसको बाबामा कुरा गरे अरे, तपाईँहरू साँच्चीकै ठग हो र बाबा। अनि एक दिन त प्रमाणित होला भन्ने भयो। त्यो अबोध बच्चालाई हामीले यो सबै तिमीलाई छोडेर तिमीलाई ब्लिस मिल्ला नानु भनेर हामीले यो समाजका लागि, देशका लागि काम गरेका थियौँ भन्ने कुरा एकदम तिमीले बुझ्छौ छोरी। अहिले चाहिँ तिमीले सुने जस्तो होइनौँ हामी, त्यति नै बुझ न भन्नुपर्ने अवस्था पनि आएको थियो।